हजुर हो यो फुल ऐसेल टिपौँ न आन्टी यहाँ ऐसेल भन्नु होइन अघि खै ऐसेल भन्नुहुन्छ आफै एकै ठाउँ जाउँ उताबाट टिपेर खाने भेट्दै अहिले सोचेर खाने ओके अहिले हिजो आएको भए चाहिँ सजिलो आन्टी ऊ कहाँ हुन्छ भन्नु न के मलाई लालीगुराँस हेर्नु मन छ क्या लालीगुराँस यहाँ छैन होला कस्तो गोदावरी भनेपछि लालीगुराँस याद आउँछ लालीगुराँस गर्नु फुलचोकी डाँडा जानुपर्छ अहिले लक्क सकिन दाइबाट फुलचोकी डाँडा हजुर गोदावरी लोटस आन्टी एउटा चाहियो के गर्ने लोटस कसरी टिप्नु यो फुल म त टिप्छु टिप्नु नै मलाई एउटा टिपेर ल्याउ न हो ठ्याक्कै यो त आउँछ भनेर आउँदैन रहेछ त आन्टीलाई टिपिन्छ मलाई चाहिँदैन एउटा भइसक्यो लु भयो काममा पक्का क्या आन्टी टोकी बिस्तारै यसरी ल बोकेर बनाऊ ए अहिले फोटो खिच्नुपर्छ त्यसमा ओके आन्टीलाई मैले एउटा टिप दिएँ मेरो भ्लगमा आउनु पर्यो रे म फर्स्ट टाइम यो भ्लगमा आउन आँटेको शर्माजीको भ्लगमा सबैजनाले लाइक तिम्रो लाऊ बनाऊ समाता तिमी देखिन्छ हामी चाहिँ फुल टिप्न गएको हो अघि यत्रो पाँचपल्ट चल्दै कत्रो चर्को घाम लाग्यो है गाई अघि चाहिँ पानी परिरहेको थियो क्या अहिले चाहिँ यो बिखवाला निउरो हो के तपाईँ पो यो निउरो हो इना सबैजनाले हेरिदिनु होला गोदावरी यस्तो छ कस्तो क्यामेरामा गएको हामी चाहिँ अघिको फुल टिप्न गऱ्यौँ ठ्याक्क शर्माजीले अट्ने हाइटको रुख रहेछ पिङ्क कलर फुल फुल्छ नि यसमा हो भुल गई सबकी आती नहीं और मेरी जाती नहीं हामी चाहिँ फुल टिपिरहेछौँ अहिले 500 रुपियाँ तिर्नुपर्छ यहाँ यस्तो कारणले 500 रुपियाँ तिर्नुपर्छ हामी बैग आप रख रहे हो बहन मैं नहीं और ये सिस्टर यही फूल को चोरने के लिए इतनी लंबी सफर करके आई है हिंदी बहुत सानो छैन रे नटिपा भनेको क्या तपाईँलाई यो नटिपिदिनु छोडिदिनु बिचारा कति मेहनतले फलेका फुलेका होला यिनीहरू कलिलो उमेरदेखि नै प्लिज शर्माजी उनीहरूलाई जस्टिस दिन फिर्छ फेरि हामी